त्यसैगरी कथा लेखन कार्यशालाको अनुभव के कस्तो भयो भन्ने बारेमा कक्षा 10 की छात्रा रेखा थापालाई आफ्नो अनुभव प्रस्तुत गर्नको लागि अगाडि बोलाउन चाहन्छु। स्वागतम 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 हजुरहरू पाल्नु भयो आज हामी माझ रमाइलो पल हो यो राखौं सम्हालेर राखौं सबैजनाले तालीले साथ दिनु होला। स्नेहको हारले दिव्य सिंगारले स्नेहको हारले दिव्य सिंगारले पाला हो यो उच्चतम स्वागतम स्वागतम सुन्दर यो पल नाच्ने र गाउने सुन्दर यो पल नाच्ने र गाउने यो भेट हाम्रो भाग्यले पाउने यो भेट हाम्रो भाग्यले पाउने यो भेट हाम्रो भाग्यले पाउने। धन्यवाद। धन्यवाद बहिनी मुस्कान खनालाई। त्यसैगरी 3 दिने कार्यशालाबाट प्रशिक्षक विजयराज आचार्यज्यूलाई हार्दिक अनुरोध गर्दछु। मैले कथा सिकेँ र मलाई चाहिँ कस्तो अनुभव भयो। मैले कथा सिकेँ र मैले पहिला कथा पढेको पनि थिएँ र सुनेको पनि थिएँ र हामीले पढ्ने पुस्तकमा एउटा कथा पनि थियो र मैले त्यो कथा कसरी लेख्छन् कथा भनेको के हो भनेर मलाई त्यो बारेमा थाहा थिएन र जब हाम्रो विद्यालयमा कथा सिक्ने अवसर मिल्यो र त्यो अवसर मिलेपछि मैले पनि कथा सिकेँ र सिकेपछि मलाई थाहा भयो कथा भनेको के रहेछ कथा कसरी लेखिन्छ भनेर मलाई त्यो दुईटा प्रश्नको उत्तर चाहिएको थियो र मैले कथा सिक्दाखेरि धेरै कुराहरू बुझेँ र मैले के बुझेँ भने कथा भनेको चाहिँ हामीले भोगेको देखेको र सुनेको र गाउँ समाजमा घटेको घटनाहरू र कसैले भनेको त्यही आधारमा नै हामीले कलात्मक रूपमा लेख्यौँ भने त्यो नै कथा हो भन्ने मैले बुझेँ र अर्को कुरा चाहिँ कथा किन लेखिन्छ कथा चाहिँ आफ्नो सृजनात्मक क्षमताको विकास गर्नको लागि पनि कथा लेखिन्छ आफ्नो कलालाई एकदमै राम्रो बनाउन र विकास गर्नको लागि पनि कथा लेखिन्छ र अर्को कुरा चाहिँ अमर हुनको लागि पनि कथा लेखिन्छ पछि भोलि गएर आफू मरेर गए पनि आफ्नो नाम उसले जीवितै बनाउँछ र अर्को चाहिँ मैले के कुरा बुझेँ भने र आफ्नो मनको पीडा पोख्नको लागि पनि कथा लेखिन्छ। मनमा कति धेरै कुराहरू बसिरहेको हुन्छ र हामीले कसैलाई भन्न सकेको हुन्न त्यसले गर्दाखेरि हामीलाई एकदमै अप्ठ्यारो भइरहेको हुन्छ त्यसैले चाहिँ हामीले त्यो कथामा आफ्नो भाव व्यथाहरू सबै व्यक्त गर्न सक्छौँ र अर्को कुरा चाहिँ मैले के बुझेँ भने र आफूले एउटा नाम र दाम कमाउन पनि लेखिन्छ कथा एउटा व्यक्तिले राम्रो लेख्यो भने त्यसले भोलि गएर एकदमै राम्रो नाम कमाउन पनि सक्छ भोलि गएर त्यसैले त्यहीबाट आफ्नो दामहरू पनि कमाउन सक्छ र त्यसले आफ्नो जीवन सजिलैसँग चलाउन सक्छ र भोलि गएर उले आफ्नो जीवनमा आएका सबै आवश्यकताहरू सबै सजिलैसँग प्राप्त गर्न सक्छ र अर्को कुरा चाहिँ मैले एउटा आनन्द प्राप्त गर्नको लागि पनि कथा लेखिन्छ आफूले कहिले आफूलाई अप्ठ्यारो परेको हुन्छ र कसैले कहिले झ्याउ लागेको हुन्छ त्यतिखेर चाहिँ आफूले मनपर्ने कथा लेख्यो भने या सुन्यो भने आफूले आनन्द प्राप्त हुन्छ र मैले चाहिँ कथा लेखेर यति धेरै कुराहरू बुझेँ र अरू पनि बुझेकी छु र सरले चाहिँ हामीलाई कथा सिकाउनु भयो एकदमै सजिलो गरी सिकाउनु भयो र मलाई कथा सिकेर एकदमै रमाइलो पनि लाग्यो र मलाई अब भोलि गएर कसैले कथा लेख भने पनि म सजिलैसँग लेख्न सक्छु भन्ने चाहिँ ममा त्यतिको क्षमता छ र सरको नम्र बोली र नम्र व्यवहारले मलाई कथा सिक्न एकदमै सजिलो भयो र हामीलाई कथा सिक्ने अवसर दिनुभएको
के गोर्खा बोर्डिङ स्कुललाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र आगामी दिनहरूमा पनि हामीलाई यसरी नै अवसर दिनुहुन्छ भनेर मैले पूर्ण आशा लिएकी छु र म यति भन्दै र आज सुदीप र सृजना प्रेम कथा भन्ने शीर्षकमा कथा भन्न गइरहेको छु। थापापानी गाउँमा सुदीप र सृजनाको बुबा र आमा गाउँले बस्थे। उनीहरूको प्रेम देख्दा साँच्चीकै लोभ लाग्दो थियो। उनीहरू विवाह गर्न चाहन्थे, तर सुदीप तल्लो जातको थियो भने सृजना माथिल्लो जातको थिइन्। उनीहरू बुबा आमाले विवाह गर्न दिँदैनथे। यसकारण सुदीप र सृजनालाई भेट पनि गर्न दिँदैनथे। तर जातबाट जताबाट भए पनि लुकेर भए पनि उनी भेट गर्थे। पानी ल्याउन जाँदाखेरि पनि भेट गर्थे, घाँस काट्न जाँदाखेरि पनि भेट गर्थे। यसरी नै भेट गरेको कुरा सृजनाको र सुदीपको बुबा आमालाई थाहा थिएन। यदि थाहा पाउनुभयो भने सुदीप र सृजनालाई गाली र कुटपिट गर्नुहुन्थ्यो। तर आज उनीहरूका बुबा आमाले थाहा पाउनु भएको थिएन। उनीहरू विद्यालय जाँदाखेरि पनि सँगै जान्थे। शनिबारको दिन थियो। सुदीप र सृजना सँगै भेटेर घाँस काट्दै थिए। बाटामा हर्क काका हिँडिरहनु भएको थियो। हर्क काकाले सुदीप र सृजनालाई सँगै देखेर दङ्ग पर्नुभयो। उहाँले सोच्नुभयो, होइन, सुदीप त तल्लो जातको हो, सृजना माथिल्लो जातकी हो, किन यिनीहरू एक भएर कुरा गरिरहेका छन्? एकचोटि यिनीहरूका बुबा आमालाई सोध्नु पर्यो, यसरी कामीसँग कहाँ एक भएर कुरा गर्न पाइन्छ भन्नुभयो। यति भन्दै हर्क काका सृजनाको घरतिर लाग्नुभयो। सृजनाको बुबा आमालाई सबै कुरा बताउनु भयो र यसपछि सृजना डोकोभरि घाँस लिएर घर फर्किन्। घर फर्किँदाखेरि सृजनाका बुबा आमाले रिसले चुर भएको देख्छिन्। त्यो देख्दा सृजनाले भन्छन्, के भयो बुबा आमा, किन मुहार त कालो निलो छ? यति भनी सृजनाको बुबाले भन्छन्, तैले त हाम्रो इज्जत माटोमै मिलाइस्, थुक्क छोरी, के गरिस् तैले? पक तलाई आफ्नै जात मिल्ने राम्रो केटासँग विवाह गरिदिन्छु भने उता सन्दीपलाई पनि उनका बुबा आमाले पनि त्यही भनेका थिए। थुक्क छोरा, तैले दुनियाँभरि केही केटी नपाएर हामीसित जात नमिल्ने केटीलाई देखिस्? हामीसँग न त्यसको जात नै मिल्छ, न थर मिल्छ, न त नाता मिल्छ। तैले यो के गरिस्? तैले के गरिस् छोरा? पक तलाई पल्लो गाउँकी आफ्नै जात मिल्ने केटीसँग विवाह गरिदिन्छु भने त्यो सुन्दा सुदीपलाई नरमाइलो लाग्छ। उनीहरू विद्यालय जाने मौका पारेर भेट गर्छन् र भन्छन्, ला हाम्रो साथ त बुबा आमाले छुटाउने भए, अब हामी छिट्टै विवाह गर्नुपर्छ। यति भनी सृजना र सुदीप आफ्नो घर गए। सोमबारको दिन आउँछ। सुदीप बाबाको कोट र पायल लिएर आउँछन् भने सृजना आफ्नो आमाको साडी चोलो लिएर आउँछिन्। त्यसपछि सृजना र सुदीप विवाह गर्छन्। खुसी खुसी साथ बस्छन्। धन्यवाद। राखेर सिरानी यो संसारलाई छोडौला मै पनि, हो गाईलाई चराउँदै लाली जो भन्छन् छ कि हजुर, हो पात बजाउँदै लाली जो भन्छन् छ कि हजुर, हो पात बजाउँदै। धन्यवाद। पनि एउटा शैक्षिक सत्र सुरु भएर त्यसको अन्तिम नहुन्जेलसम्म चाहिँ शिक्षकले छोडेको त्यति रेकर्ड हुँदैन। यो त कस्तो भने थाइल्यान्डको एयरपोर्टको जुन ट्रान्जिट हुन्छ त्योभन्दा पनि सर्ट पिरियडको ट्रान्जिट जस्तो। त्यहाँ चाहिँ 6 घण्टा जति ट्रान्जिट हुन्छ। अरू ठाउँमा जाँदा 6 घण्टा बजेको थिएँ, यहाँ चाहिँ 6 दिन। अनि बच्चाहरू यति अन्यलमा छन् कि एउटा शिक्षक आएर शिक्षकले पनि त्यो सरुवा आफ्नो सोच्नुपर्ने र पालिका वडा अध्यक्ष र अब त अभिभावकजीहरू पनि कि हाम्रा बच्चा बच्चीको भविष्यको लागि हामी पनि सचेत हुनुपर्छ भन्ने कुरासम्म ज्ञान भएन भने पोहोर साल यहाँ
होस्टलमा 6 जना बस्नुहुन्थ्यो अरे, अहिले चाहिँ 1 जना पनि हुनुहुन्न। अर्को कुरा के भने यो ठाउँ यस्तो स्वर्ग जस्तो छ। यहाँ बेलुकी पहिलाचोटि त्यहाँ दाइकोमा बस्दा त के जस्तो लाग्थ्यो। यहाँबाट दाङ राति झिलिमिली देखिन्छ सबै कुरा। यति रमाइलो एउटा स्वर्गको टुक्रा जस्तो छ। तर यहाँ चाहिँ विद्यालय, यो विद्यालयको अध्यक्षज्यूले पनि पालिकाले पनि सोचोस्, किनकि बालबालिकाको कसैले जागिर खाने भनेको यदि 1 वर्ष पनि एउटा शैक्षिक सत्र सुरु भएर त्यसको अन्त त्यो टिचर हुन सक्दैन, त्यो त कसाई हो जस्तो लाग्छ मलाई त। कसैले कति राम्रो पाठ हो आहा भनेर एकछिन रोए जस्तो गर्छ, किनकि भविष्य बच्चाको भविष्यको लागि भनेरै सबै कुरा छोडेर त्यहीतिर जागिर खाने, अनि त्यही जागिरमा चाहिँ एउटा सत्र पुरा नहुन्जेल 2-3 महिनामै आएकै हेड मिस यहाँ भोलिबाट आउनुहुन्छ कि आउनुको टाइपको होइन देखिन्छ कुरा। यसो बुझ्दा भने यो स्थिति चाहिँ नहोस् भने, किनकि केटाकेटी आफैमा यति इनोसेन्ट हुन्छन्। मैले भने यस्तो ट्रान्जिट जस्तो ठाउँ र यी बच्चाहरू अन्यलमा छन्। नयाँ चाहेका किताबहरू कुन स्तरका बच्चालाई कस्तो भनेर सिलेक्सन गरिदिनुहोस् गर्न चाहन्छु। यो कथा लेखनले विद्यार्थी भाइ बहिनीहरूको साहित्यप्रतिको रुचि, त्यसै गरी भावना व्यक्त गर्ने शैली, सबै कुराहरू सुधार गर्नेछ भन्ने अपेक्षा पनि लिएको छु। र विद्यार्थी भाइ बहिनीहरूले कथा मात्रै सिक्ने होइन, आफ्नो लेख्न पनि, आफ्नो आत्मामा भएका कुराहरू व्यक्त गर्नका लागि, सोच्नका लागि र सपना देख्न पनि हाम्रा विद्यार्थी भाइ बहिनीहरूले अब सुरु गर्नेछन् भन्ने आशा पनि लिएका छौँ। र पुनः हाम्रो निमन्त्रणालाई स्वीकार गरेर यहाँसम्म उपस्थित भएर हाम्रो कार्यक्रमलाई अझ सुन्दर बनाउन यहाँहरूले महत्त्वपूर्ण भूमिका खेल्नु भएको छ। त्यसप्रति म आफ्नो धन्यवाद र आभार प्रकट पनि गर्न चाहन्छु। र त्यसै गरी आगामी दिनहरूमा पनि यस्ता किसिमका सहयोगको अपेक्षा पनि हाम्रो विद्यालयको तर्फबाट गर्न चाहन्छु भन्दै आफ्नो छोटो मन्तव्य यही अन्त्य गर्ने अनुमति चाहन्छु। हस्त धन्यवाद, नमस्कार। धन्यवाद। सम्बन्ध सुरुवात गर्दाखेरि पनि उहाँ अध्यक्ष हुनुहुन्थ्यो र अहिले पनि उहाँ निरन्तर रूपमा एउटा विद्यालयको एउटा सदस्य जस्तै भएर उहाँ र उहाँको टिम लागिरहेको छ। उहाँलाई शुभकामना दिन चाहन्छु। त्यस्तै कार्यक्रमका प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख चक्र सर सन्देशमूलक कविताहरू होइन उहाँले त्यो लेख्न सक्ने गाउने सामर्थ्य छ। उहाँलाई हामीले गोर्खा ग्रुपका स्कुलहरूमा विगत 5 वर्षदेखि उहाँलाई एक्सपर्ट रूपमा चाहिँ छानेका छौँ। उहाँले गर्नुहुन्छ र यसपटक चाहिँ हाम्रो यो भगिनी सम्बन्ध कायम भइसकेपछि प्रतापपुर माविका विद्यार्थीहरूलाई पनि नेपालीबाट सुरु गरौँ होइन। सधैँ जिन्सी सामानमा नेपाली दिएर कति सहयोग गर्ने, केही हामीले बौद्धिक कार्यक्रमहरू सञ्चालन गरौँ भन्ने उद्देश्यले उहाँलाई हामीले एउटा आग्रह गऱ्यौँ र उहाँले चाहिँ यहाँ बस्न तयार हुनुभयो। 2-3 दिन यहाँ बसेर ल ठिक छ, म सबै ठाउँमा गरिरहेको हो, तपाईँहरूको आफ्नै संस्था रहेछ त्यहाँ होइन भनेर यहाँ आउनुभयो, बस्नुभयो, साग सिस्नो ढिटो यहाँको चाहिँ खाएर खुसी पनि हुनुहुन्छ। उहाँले यो कार्यक्रम निरन्तर दिनु पनि हुनुहुन्छ अर्को सालदेखि। र उहाँले यति छोटो समयमा होइन विद्यार्थीहरूले यसरी निर्धक्क साथ अगाडि आएर है आफ्नो कथा विषयवस्तु चयन गरेर त्यो प्रस्तुत गरेर जुन हामीलाई सुनाएर एउटा होइन जानुभयो, उहाँको चाहिँ त्यो सृजनशीलतापट्टि हामी चाहिँ नतमस्तक छौँ। त्यसरी उहाँलाई हामी त्यसरी पनि हामी म चाहिँ उहाँलाई पनि एउटा आभार व्यक्त गर्न चाहन्छु, स्वागत गर्न चाहन्छु। त्यसै गरी यस विद्यालयका सहायक प्राचार्यज्यू सुशील गिरी र उहाँको टिम, सम्पूर्ण टिमहरू अब विशेष गरी यो तल भनौँ न प्रायः जस्तो चाहिँ तुलसीपुरबाट होइन त्योभन्दा टाढाबाट बाइकमा यो 18 बाटोमा पहाडमा उहाँको टिम विद्यार्थीलाई पढाउने भनेर केही दिने भनेर आउनुभएको छ, सहयोग गर्नुभएको छ। उहाँलाई पनि हामीले सबै यहाँको अभिभावकज्यूहरूले धन्यवाद दिनुपर्ने हुन्छ। त्यसै गरी मैले पत्रकार साथीहरू देखेको छु, दीपक बरालजी उहाँ चाहिँ लाइभ दाङको अनलाइनको पनि एउटा संवाददाता हुनुहुन्छ होइन। त्यसै तत्कालीन मेयर हाम्रो घनश्याम सर, त्यसपछि तत्कालीन चाहिँ शिक्षा महाशाखा प्रमुख लगायत अरू अहिले चाहिँ शिक्षा मन्त्री हुनुभयो, राष्ट्रपतिको के अरे नेता पनि हुनुभएको शिशिर खनालजी, उहाँ धेरै हामी आएर यहाँ एउटा तुलसीपुरको गोर्खा स्कुल र यहाँको यो स्कुल बिच भगिनी सम्बन्ध गाउने भनेर हामी एउटा माइन्ड गरेर गएका थियौँ। त्यो ऐतिहासिक थियो। त्यो दिनदेखि नै हामी जब तल बजारमा गएर चिया पिउँदै थियौँ, साँझ चाहिँ यो कोभिड सुरु भयो। कोभिडले गर्दा हामीले 2 वर्षमा खास काम गर्न पाएनौँ। त्यसपछि हाम्रो अर्को चुनावमा हाम्रो मेयर साहब के अरे टेकराम रेग्मी सर हुनुभयो, टेकराम के अरे खड्काजी आउनुभयो र अर्को चाहिँ अरू शिक्षक साथी पनि आउनुभयो। त्यस बेला हामीले चाहिँ
यो बिल्डिङ बनेको थिएन, यो बिल्डिङ पछि बनेको हो र त्यो पुरानो बिल्डिङ थियो। त्यो पुरानो बिल्डिङमा सामान्य त्यसलाई मर्मत गऱ्यौँ, त्यसो रङरोगन गऱ्यौँ, झ्यालढोकाहरू चाहिँ मर्मत गऱ्यौँ, कोही हाल्नुपर्नेमा हाल्यौँ र 2वटा कोठाहरू हामीले प्री प्राइमेरी ब्लक भनेर सानो शिशु कक्षा भनेर तयार पारेका थियौँ। म्याटहरू, त्यसपछि त्यहाँ हजुरको कार्पेटहरू, जुत्ता राख्ने ऱ्याकहरू, त्यसपछि भित्ताहरूमा चाहिँ हाम्रो पोस्टरहरू, विभिन्न विषय सम्बन्धी सोसल म्याथको साइन्सको चाहिँ त्यो उहरू शैक्षिक सामग्रीहरू हामीले हस्तान्तरण गरेका थियौँ। त्यसपछि एउटा हल छ, त्यो हलको लागि चाहिने पर्ने डेस्क बेन्चहरू कति 15-16 डेस्क बेन्चहरू हस्तान्तरण गरेका थियौँ। त्यसपछि विद्यालयलाई हामीले टेलिभिजन, प्रोजेक्टर अनि अन्य शैक्षिक सामग्रीहरू पनि दिएका थियौँ र प्रशस्त खेल्ने सामग्री दिएका थियौँ। त्यसपछि जुन छात्र छात्राहरूले अहिले पनि कथा सुनाउनु भयो, अत्यन्तै रमाइलोका साथ सामाजिक परिवेशलाई बाँधेर कथा वाचन गर्नुभयो। सरले त फर्मेट मात्रै गराइदिनु भएको थियो, तर आफै कथा लेख्नेसम्म भाइ बहिनीहरू पुग्नुभयो। म धेरै धेरै धन्यवाद दिन चाहन्छु। यस्तो यो तुलसीपुर महानगरपालिकाको एउटा विकट क्षेत्र प्रतापकोट, मावि प्रतापकोटमा आएर जुन एउटा शिक्षाको कथा लेखन कार्यशाला राखेर यो विद्यालयका छात्र छात्रालाई अझै अगाडि बढाउने एउटा प्रयत्न गर्नुभयो। विजयराज आचार्यज्यूलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसै गरी विगत लामो समयसम्म भगेनी संस्थाको रूपमा यस विद्यालयसँग समन्वय गरेर यहाँको विद्यार्थी भाइ बहिनीहरूको आफ्नो विद्यालयमा निःशुल्क पढाइरहनु भएको छ। म धेरै धेरै धन्यवाद दिन चाहन्छु गोर्खा विद्यालयका प्रधानाध्यापक सर लगायत उहाँको सम्पूर्ण टिमलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। पालिकामा रहेका विद्यालयमा रहेका पुस्तकालयको अवस्था के रहेछ भन्ने सम्मभित्र हेरिदिनु भएछ। कम्तीमा कथा लेखन यो बाह्य आवरण मात्रै होइन, भित्रका वस्तुस्थिति समेत अध्ययन गर्नुभएको छ। यसका लागि चाहिँ हृदयदेखि चाहिँ धन्यवाद दिन चाहन्छु। कम्तीमा यहाँभित्र भएका र हाम्रा चाहिँ संस्कारहरूको बारेमा पनि अलिअलि उजागर गरिदिनु भएको छ। यसले चाहिँ थप साथीहरूलाई यहाँका जिम्मेवार अथवा चाहिँ सबै ठाउँमा जिम्मेवारीमा रहने व्यक्तिहरूलाई चाहिँ अलिअलि भए पनि सूचित गर्ने चाहिँ अवसर दिएको जस्तो चाहिँ मैले अनुभूति गरेको छु। खासमा यो कार्यक्रम मलाई पनि कथा लेखन को विषयमा चाहिँ दुर्गा सरले अलि पहिले पनि भन्नुभएको थियो। बीचमा चाहिँ यो जेन्जी आन्दोलनले गर्दाखेरि यो कार्यक्रम पनि पोस्टपोन भयो। त्यसपछि अस्ति पनि आफ्नो गोर्खा स्कुलले गोर्खा ग्रुपद्वारा सञ्चालित स्कुलहरूमा यो कार्यक्रम पनि सञ्चालन गर्नुभयो र यहाँ पनि यो कार्यक्रम संयोगले आज चाहिँ आउने मौका पनि मिल्यो। यहाँ आउँदै गर्दाखेरि मलाई निकै चाहिँ यो कार्यक्रमको प्रभावकारिता, त्यो यसको गाम्भीर्यता चाहिँ मैले खास बुझेको रहेनछु भन्ने चाहिँ महसुस अहिले आएर मलाई भएको छ। विद्यार्थी भाइ बहिनीहरूले प्रस्तुत गरेका कथाहरूको प्रस्तुति शैली हेर्दाखेरि त्यहाँ उनीहरूले गरेका शब्द संयोजनहरू, भावहरू, लयहरू हेर्दाखेरि, सिलसिलेवार प्रस्तुतिकरण हेर्दाखेरि चाहिँ म एकदमै प्रभावित भएको छु। यो चाहिँ यसका लागि चाहिँ विजयजी र खास गरी गोर्खा ग्रुप छ, गोर्खा ग्रुपलाई चाहिँ विशेष आभार छ। तुलसीपुर महानगरपालिकाको तर्फबाट चाहिँ विशेष आभार छ। कम्तीमा तुलसीपुर महानगरपालिकाको सबैभन्दा विकटमा रहेको मावि, यो भौगोलिक दृष्टिकोणले चाहिँ विकट रहेको चाहिँ यो माविलाई चाहिँ भगिनी सम्बन्ध गराएर तुलसीपुरको गोर्खाले पाउने विद्यार्थी, त्यहाँ पढ्ने विद्यार्थीले पाउने सरहको सुविधा चाहिँ यहाँ कम्तीमा यो अवसर प्राप्त गर्ने, यो अवसर सिर्जना गर्ने गोर्खा ग्रुपलाई पुनः चाहिँ हार्दिक आभार धन्यवाद दिन चाहन्छु। यस्तै गरी चाहिँ हामी यो भगिनी सम्बन्धको अनुभूति चाहिँ हामीले चाहिँ यसरी चाहिँ बारम्बार गर्न पाऊँ, यसमा चाहिँ हामी यो अपेक्षा पनि व्यक्त गर्न चाहन्छु।
कक्षा 6 कक्षा 7 कक्षादेखि माथिका अक्षरहरू हेऱ्यो भने एकदमै उत्कृष्ट छन्, एकदम राम्रोसँग लेख्नु भएको छ, स्पष्ट बुझिने छन्। त्यो चाहिँ अन्य विद्यालयका भाइ बहिनीहरूमा त्यो स्किल नहुन सक्छ। तपाईहरुसँग त्यो क्षमता रहेछ, त्यो क्षमताको लागि चाहिँ हार्दिक बधाई छ। तपाईहरु त्यस्तो राम्रो लेख्न सक्ने हुनुभएको छ। तपाई तुलसीपुरका अन्य विद्यालयहरूसँग प्रतिस्पर्धा गर्न योग्य भइसक्नु भएको छ। अब तपाईहरु कुनै पनि हिसाबले कमी हुनु हुँदैन। तपाई यहाँ यो भूगोलमा जन्मिएर यो भूगोलमा पढेर तपाई पछि पर्ने होइन। तपाईसँग भएको क्षमता, तपाईसँग भएको यो विज्ञता आज यहाँ प्रस्तुत गरिएको छ, यो चाहिँ एकदमै उत्कृष्ट छन्। र अर्को कुरा पनि सँगसँगै के भन्न चाहन्छु भने हाम्रा पत्रकार साथीहरू पनि हुनुहुन्छ, उहाँहरूका आफ्नै पत्रिका पनि छन्। उहाँको विशेष अब यहाँ भएका मध्ये अहिले चाहिँ अब मैले यहीँबाट सबै कुरा चाहिँ प्रकाशन गर्छौं र यो बुकलेटकै रूपमा चाहिँ हामी निकाल्छौं भन्ने कुरा चाहिँ म अहिले भन्न सक्दिनँ, किनकि म नेता जस्तै गरेर अब भन्न पनि मिलेन। भोलि चाहिँ अहिले यो भनेको कुरा कार्यान्वयन भएन भने मैले जवाब पनि दिनुपर्छ। त्यसकारण जति सकिन्छ यहाँ भएका कथाहरू, यहाँ लेखिएका तपाईहरुले लेखेका कथाहरू चाहिँ कुनै न कुनै हिसाबले चाहिँ हामी भएको थियो, एक वर्ष चाहिँ त्यो इररै भएको हो, त्यो हामीले पनि महसुस गरेको। अन्य बेलामा चाहिँ यो शैक्षिक सत्रको बीचमा ल्याइहाल्ने भन्ने चाहिँ छैन। यो अहिलेको चाहिँ यो हेड सरको चाहिँ ट्रान्सफर भएको छ, यसमा चाहिँ यहाँका अभिभावकज्यूहरूले अध्यक्षज्यूले चाहिँ बुझिसक्नु भएको छ। यहाँका अभिभावक र विद्यार्थी साथीहरूले बुझ्न जरुरी के छ भन्दाखेरि हामीसँग जम्मा 27 वटा मावि हो। 27 वटा माविमा हामीसँग चाहिँ 10 वटा माविहरू चाहिँ त्यस्ता 8 वटा माविहरू चाहिँ के छन् भन्दाखेरि प्रस्तावित माविहरू छन्, जहाँ चाहिँ एउटा पनि दरबन्दी छैन। त्यो दरबन्दी नभएको ठाउँमा चाहिँ हामीले गत वर्ष हिम्मत गरेर के अरे 27 वटा माविहरूमा समानुपातिक वितरण गर्ने हिसाबले एक वटा दरबन्दी चाहिँ काजमा शिक्षकहरू पठाएर चाहिँ व्यवस्थापन गरेका थियौं। यद्यपि सबै विद्यालयहरूमा अझै पनि पदस्थापना भइसकेको छैन, तर यो प्रतापकोट मावि जसले यो वर्षदेखि चाहिँ स्थायी रूपमा अब दरबन्दी प्राप्त गरेको छ, त्यो पनि काजमा होइन, अब दरबन्दी प्राप्त गरेको छ। यो चाहिँ भाग्यको कुरा हो जस्तो मलाई लाग्छ। अन्य विद्यालयको मावि बिजौरी नाम पनि भनिदिइहाल्छु, मावि बिजौरीबाट सामाजिक विषयको दरबन्दी काटेर यहाँ चाहिँ हामीले ल्याएर चाहिँ यो दरबन्दी चाहिँ यहाँ कायम गरेको छ, जसले गर्दाखेरि अब पात्र एबीसी अथवा शिक्षक एबीसी जो पनि चेन्ज हुन सक्ला, तर यो दरबन्दी चाहिँ अब कसैले पनि काट्न सक्दैन, यहाँबाट अन्यत्र लिन सक्दैन। यो चाहिँ राम्रो कुरा हो भन्ने कुरा चाहिँ म यहाँ सबैलाई चाहिँ अवगत गराउन चाहन्छु। र अब पनि साथीहरू यहाँ पनि हुनुहुन्छ, अहिले पनि खुट्टो उचालिराख्नु भयो होला सरुवा हुनका लागि होइन। अब उहाँहरूले पनि बुझ्ने कुरा हो, सबैले आएर हामीले यहाँ प्रतापकोट आइसके पछाडि यो कुरा सुन्नुपर्छ भन्ने कुरा हामी पहिले माइन्ड सेट गराएर आइसकेका हुन्छौँ। यो अभिभावक वा जीवहरूबाट कहिलेकाहीँ कुरा उठ्छ, कहिलेकाहीँ यहाँका चाहिँ विद्यार्थी भाइ बहिनीहरूबाट छ, कहिलेकाहीँ शिक्षकहरूबाट उठ्छ। तर अब शैक्षिक सत्रको बीचमा कसैको पनि सरुवा गर्ने र सरुवालाई चाहिँ यताउता गराउने पक्षमा छैनौँ। नत्र भने हामी यसै बेलामा चाहिँ तल सुगमका विद्यालयहरूमा चाहिँ अहिले पनि 5-7 वटा चाहिँ प्राइभेटका शिक्षकको दरबन्दी खाली छ, तर हामीले यहाँबाट उहाँहरूलाई लिएनौँ, किनकि एक शैक्षिक सत्र पुरा नहुँदासम्म चाहिँ उहाँहरूको हामी ट्रान्सफर गर्दैनौँ। तर अन्य बेलामा चाहिँ अब शिक्षक पनि कोही चाहिँ सुगममा बसिराख्ने, कोही चाहिँ सधैँ दुर्गममा बसिराख्ने भन्ने हुँदैन। यो चक्रिय प्रणालीमा तुलसीपुर महानगरपालिकामा चक्रिय प्रणालीमा चाहिँ हामीले सरुवा गरिराखेका छौँ। जो आउनुहुन्छ प्रतापकोट चाहिँ बस्नुहुन्छ प्राविको सरुवा हुँदाखेरि, त्यो हिसाबले चाहिँ यो व्यवस्थापन गरिएको छ। यसलाई चाहिँ हामीले बीचमा सार्ने र हाम्रो नियतमा सार्ने पनि होइन। उहाँ अहिले पनि हेड सरको त्यति सार्ने हाम्रो त्यति रहर त थिएन। उहाँको चाहिँ शारीरिक अवस्था 2-3 चोटि एक्सिडेन्ट भएर आउनै नसक्ने अवस्था भएको कारणले गर्दाखेरि चाहिँ हामी दरबन्दी दिएरै यसलाई व्यवस्थापन गरेका छौँ। त्यो तरिकाले चाहिँ बुझ्दिन र यहाँ चाहिँ ट्रान्जिट होइन यसरी चाहिँ हामीले सोचेका छैनौँ है। हामीलाई पनि यो तुलसीपुर महानगरपालिकामा रहेका सबै विद्यालयहरूलाई समानुपातिक तवरले माया गर्न पाए हुन्थ्यो, माया गर्नुपर्छ भन्ने चाहिँ हामीले पनि महसुस गरेका छौँ। तर यस्तो कुरा शिक्षा संयोजन कोअर्डिनेटर सरलाई पनि हामी धन्यवाद दिन चाहन्छौँ। सँगसँगै यो कथा लेखनका प्रशिक्षक सर विजय आचार्यज्यू सरलाई पनि हामी धन्यवाद दिन चाहन्छौँ। र हाम्रो यो कथा लेखन कार्यक्रममा जति विद्यार्थी भाइ बहिनीहरू सहभागी हुनुभएको छ उहाँहरूलाई पनि धन्यवाद दिन चाहन्छु। र
यो कथा लेखन कार्यक्रममा हाम्रा विजय सरले थुप्रै सिकाएर जानुभएको अनुभव मैले यहाँ प्रस्तुत गरेको कथामा देख्दाखेरि महसुस गरेको छु। किनभने हाम्रा विद्यार्थी भाइ बहिनीहरूले कथा मात्रै प्रस्तुत गरेका छैनन्, यो हाम्रो टोल समाजमा भएका यथार्थ घटना जस्तै जस्तै महसुस भएको जस्तो मलाई अनुभव भएको छ। किनभने हाम्रो यो विगत ठाउँमा विगत बस्तीहरूमा गरिबीका रेखामुनि बसेका विद्यार्थी भाइ बहिनीहरू अभिभावकहरूबाट जे जति हाम्रा घटना हुन्छन् त्यस्ता घटनाहरूलाई